दिनाङ्क 11 अगस्त 2026 को दिन गुराँस अपार्टमेन्ट सुकेपोखरी क्षेत्रमा वर्षा साथै बजार लाइनबाट लगातार बृहत रूपले बही आउने पानीको कारण परमगुडी रामजीलाई सुके बजारसित जोड्ने एकमात्र सडकको स्थिति अति नै गम्भीर बनेको छ। धेरै अघिदेखि नै गुराँस अपार्टमेन्ट समाज मार्फत सम्बन्धित विभागहरूमा अर्जी चढाए तापनि आजसम्म कुनै समाधान मिलेको छैन। तर गाउँ समाजले नै मिलेर विभिन्न प्राकृतिक प्रकोपहरूको रोकथाम गर्दै आइरहेका छन्। यसरी आजको यो भयावह रूपको सामना गर्न गाउँलेहरूको क्षमतादेखि बाहिर पुगेका छन्, जसका निम्ति समाजका सभापति श्री दोर्जे डुक्पा, प्रमुख सल्लाहकार श्री विजय मुखिया लगायत सम्पूर्ण जनताको तर्फबाट मिडिया मार्फत विभागहरूलाई बिन्ती साथै जानकारी दिएका छन्। फेरि तिनीहरूले किन नभनेको अस्ति उस भएको रहेछ, अस्ति भएको अरे ऊ तिनीहरूको सिँढी पड्किन्छ त भन्नुपर्छ नि तिनीहरूले। त्यहाँबाट पानी हराउँदैछ, त्यहाँको पानी भित्र पस्दैछ, त्यो कहाँ पसेको त्यो र यहाँ आज है गुराँस अपार्टमेन्टमा हामीले देखिरहेछौँ। हालैमा यहाँनिर समाजद्वारा सरसफाइ अभियान गरेर सबै पहिरोहरू हटाएको थियो, सब कुछ गरेको थियो। तर अहिले फेरि के भएको छ भन्दाखेरि हिजो अस्तिको जो वर्षाको कारणले गर्दाखेरि जति पनि यो नालाहरू छ खोदालिएको छ है। यो बाटोको जो रोड साइडको छ, तर कतिवटा ठाउँमा भित्रभित्र पसेर पानी कता गइरहेछ त्यो थाहा छैन। र नभन्दा फेरि अर्को यहाँदेखिको अहिले तपाईँहरूले अर्को भिडियोमा देख्नुहुन्छ, यहाँदेखिको तलसम्म अलिकति ठुलै मास एउटा ल्यान्डलाई चाहिँ त्यसको असर परेको छ है। र अलमोस्ट बाटो चाहिँ अब यदि पहिरो गयो भने चाहिँ डल्लै यो रामजी जाने बाटो चाहिँ सबै अवरोध हुनेछ है। र त्यसले गर्दाखेरि आज फेरि पनि यहाँ गाउँहरू सबै मिलेर यहाँ कार्यहरू गरिरहेछ। र यसै सन्दर्भमा आज हामी यहाँका बासिन्दाहरूसित हामी बातचित गर्नेछौँ। यो जति पनि हाम्रो यो च्यानल हेरेर बस्नुभएका सम्पूर्ण हाम्रो दर्शकवृन्दलाई है, हामी के आह्वान गर्न चाहन्छौँ भने हाम्रो यो जुन चाहिँ गुराँस अपार्टमेन्टमा चाहिँ यो भारी वर्षाको कारणले गर्दाखेरि चाहिँ यहाँ धेरै माथि बजारदेखिको आएको यो पानी नालाहरूको व्यवस्थाहरू नभएको कारणले गर्दा चाहिँ यहाँ धेरै समस्या अहिले हाम्रो गाउँले झेल्नु परिरहेछ। त्यसर्थ यहाँ हाम्रो जुन चाहिँ सुबेन्द्र सुब्बाको घरको मुनिपट्टि चाहिँ एकदमै डरलाग्दो यहाँनिर चाहिँ कुनै पनि समयमा चाहिँ एकदमै ठुलो क्षतिग्रस्त हुने सम्भावना भएको कारणले गर्दाखेरि चाहिँ अहिले हामीले यहाँ गाउँको बासी मिलेर चाहिँ अहिले केही क्षणको लागि चाहिँ हामी यहाँ एउटा सानोभन्दा सानो एउटा गाउँमा हामीले एउटा सबैजना समाजको योगदान दिएर चाहिँ हामीले यहाँ अलिकति एउटा यो कार्य गरिरहेका छौँ। र यो हाम्रो कार्यले सायद हामी कतिवटा कुरो हामीले गर्नु सक्दैनौँ होला। त्यसर्थ हाम्रो यो जति पनि हाम्रो डिपार्टमेन्टहरू हुनुहुन्छ, डिपार्टमेन्टहरूले झट्टैभन्दा झट्टै यहाँ कुनै पनि यो व्यवस्थाहरू मिलाएर यसको हाम्रो यो मतलब भल पहिरोको समस्याको रोकथामको लागि चाहिँ हजुरहरूमा हामी बिन्ती चढाउँदछौँ। झट्टैभन्दा झट्टै यहाँ आएर कुनै पनि देखि गरिदिने चाहिँ हामी अनुरोध गर्दछौँ। नमस्कार, म गुराँस समाज यहाँ सल्लाहकार विजय मुखिया र हाम्रो यो क्षेत्रमा भनौँ गुराँसदेखि तल्लो लाइन भन्छ यो रामजी झर्ने बाटो, यहाँ झन्डै 500 मिटरको एरियामा चाहिँ अहिले मात्र होइन, बर्खाको मात्र पानीले होइन, यो 2025 4 अक्टोबर नेचुरल डिजास्टर भएको थियो। त्यहाँदेखि कुनै महकमाको कुनै दलको कुनै यहाँनिर आँखा परेन र यो चाहिँ बृहत रूप लिइरहेको छ। यो पहिरोहरू हामी गाउँले मिलेर सोरसार गरिरहेका छौँ, अहिले पनि गरिरहेका छौँ। र बर्खाको पानीले धेरै उत्पात मचाएको छ। भन्नुपर्दाखेरि वर्तमान यहाँ 2-3 दिनदेखि तल सुबेन्द्र सुब्बाको घरमुनि धेरै नै क्षति भएको छ र 3 फिट जस्तो दबेर अहिले घरै तान्ला जस्तो भइरहेको छ। र अहिले पनि हामी लागि परिरहेका छौँ। त्यसकारण हामी यहाँ कुनै पनि दलले भनौँ सङ्घ संस्थाले छिटोभन्दा छिटो कारवाही गरिदिनु भयो भने यहाँ घर जानमालको क्षति हुनेदेखि रोकिन्छ भन्ने हामी विश्वास गर्छौँ। धन्यवाद।
अहिले एकछिनमा पानी चाहिँ एकछिनमा कता भाइ एकछिनमा पानी चाहिँ पुरा